हेलो सबैजना सन्चै हुनुहुन्छ इन्टेलिजेन्ट पिपलहरू। आज चाहिँ वैशाख 17 गते अप्रिल 30। आज चाहिँ मार्केटमा चाहिँ एकदम स्पाइक एकदम सडेन डाउनवार्ड मुभमेन्ट गरेर चाहिँ दिउँसभरि चाहिँ त्यसपछि चाहिँ लगत्तै मार्केटले चाहिँ सम्हालिने ट्राई गरेको छ। जस अनुसार चाहिँ आज चाहिँ टोटल 98 वटा कम्पनीमा चाहिँ केही न केही अपराइज देखिएको छ भने चाहिँ डिक्लाइनमा चाहिँ टोटल अल टुगेदर चाहिँ 161 कम्पनीहरू रहेको छ र जसमध्ये चाहिँ केही पनि परिवर्तन नभएको भनेको चाहिँ 10 वटा कम्पनी रहेको छ। आज पनि हिजोको एक्ज्याक्टली सेम 4.9 को चाहिँ भोल्युम आएको छ भने चाहिँ त्यो हेर्दाखेरिमा चाहिँ अलिकति मार्केटले चाहिँ रिभर्सल जस्तो ट्रेन्ड पो आएको हो कि जस्तो चाहिँ देखाउँदैछ। हामीले चाहिँ ट्रेन्ड लाइन अनुसार चाहिँ हेर्छौँ भने चाहिँ ट्रेन्ड लाइनले चाहिँ के देखाउँदैछ भन्दा जोस् के हामी चाहिँ यो एरियामा चाहिँ आएको छौँ जहाँबाट चाहिँ रिभर्सल चाहिँ पाउन सक्छौँ र भोल्युम वाइज हेर्छौँ भने चाहिँ एकदमै यो डिसअपोइन्टिङ नै भोल्युम एटलिस्ट हिजोको भन्दा धेरै आएको भए पनि केही हामी चाहिँ के पोजिटिभ सेन्टिमेन्ट चाहिँ देखाउन सक्थ्यौँ भने चाहिँ तर पनि ओभरअल चाहिँ मार्केट चाहिँ एकदमै लभली जोन भनौँ अथवा एकदमै राम्रो जोन जहाँनिरबाट चाहिँ हामीले चाहिँ हिजो अस्ति नै डिस्कस गर्दै थियौँ अकुमुलेट गर्नलाई चाहिँ हेर्न सकिन्छ। स्पाइक आओस् नआओस् त्यसलाई नसोचिकन चाहिँ हामीले चाहिँ थोरै मिड टर्मलाई सोचेर चाहिँ हेर्ने हो भने चाहिँ अब चाहिँ रिजन आएको छ जहाँबाट चाहिँ हामीले चाहिँ तल तल भएको बेलामा मार्केटले बटम हान्न खोजिराखेको बेलामा चाहिँ केही न केही चाहिँ हामीले चाहिँ बाई गरेर अकुमुलेट गर्न चाहिँ सक्छौँ फर अ मिड टर्म बेसिस र हेर्दाखेरिमा मार्केट चाहिँ एकदमै पर्फेक्ट जोनमा छ अहिले चाहिँ है। सो त्यही अनुसार चाहिँ तपाईँहरूले पनि ट्रेड लिन सक्नुहुन्छ र 4.8 को भोल्युम र मार्केटको यो आज बनेको क्यान्डललाई हेर्ने हो भने चाहिँ जस एकदमै सडेन डाउन एन्ड देन केही न केही बाईहरू आएर चाहिँ थोरै मुभमेन्ट अपवार्ड हेर्दाखेरिमा चाहिँ हामीले चाहिँ सेन्टिमेन्टलाई चाहिँ साइकोलोजिकल अनुसार हेर्दाखेरिमा चाहिँ केही न केही मासतिर पो जान खोजे हो कि जस्तो चाहिँ देखाउँदै चाहिँ छ क्यान्डलले। तर पनि मार्केट चाहिँ यो जोनमा बसिराखेको बेलामा चाहिँ हामीले चाहिँ बाईको लागि हेर्न सक्छौँ किन भन्दाखेरिमा मिड टर्म बेसिसमा चाहिँ अब चाहिँ हामीले चाहिँ यहाँबाट जति तल आउँदै गर्छ होइन जति तल यहाँबाट झर्दै गर्छ त्यति नै हामीले चाहिँ अकुमुलेट गर्न सक्छौँ है र त्यसपछि अनि मिड टर्म बेसिसमा त हाम्रो मार्केटको ट्रेन्ड मासतिर नै हुनेछ। आजलाई यति भन्दै भोलि पनि आउने पाचासहित बिदा हुन चाहन्छु। हस् धन्यवाद, थ्याङ्क यू।